एसई दिन अनि कक्षा 12 को अन्तिम परीक्षा दिन तयार भएर बस्नुभएको परीक्षार्थीहरूको लागि मध्यनजर गरेर हामीले नेपाली विषयको अत्यन्त महत्त्वपूर्ण कुरा पदवर्ग कसरी छुट्याउने भन्ने टपिक लिएर चाहिँ हामी उपस्थित भएको छौँ। त्यसकारण भिडियो अन्तिमसम्म हेर्नुहोला अनि यदि कुनै डाउट भएमा कुनै कन्फ्युजन भएमा तल कमेन्ट बक्समा कमेन्ट गरेर तपाईँले आफ्नो जिज्ञासाहरू पनि राख्न सक्नुहुनेछ है त। आउनुहोस् भिडियोलाई सुरु गरौँ। पहिलो हेरौँ पदवर्गको प्रकारहरू। यसको प्रकारहरू छ जस्तो एउटा नाम, यसै गरी सर्वनाम, नामयोगी, विशेषण, संयोजक, विस्मयदिबोधक, यसै गरी क्रियायोगी अथवा क्रिया विशेषण। क्रियायोगी भनिन्छ कसैले, कसैले क्रिया विशेषण पनि भन्ने गरिन्छ। यो दुवै एउटै हो, त्यसकारण यसमा तपाईँहरू कन्फ्युजन नहुनु होला है त। यसै गरी अर्को रहेको छ क्रियापद र अन्तिममा रहेको छ निपात। यी प्रकारहरू चाहिँ पदवर्गको प्रकारहरू हो। अब यी सबैले चाहिँ हामी एउटा उदाहरण लिएर यसको प्रयोग गरेर अनि उदाहरणहरू सहित चाहिँ यसलाई बुझ्ने कोसिस गर्नेछौँ है। त्यसकारण भिडियोलाई ध्यान दिएर हेर्नु होला है त। ल हामी पहिला नामबाट जाउँ है त। कुनै पनि व्यक्ति, वस्तु, प्राणी, ठाउँ, पदार्थ आदिले जनाउने शब्द अथवा पद नै नाम हो, जुन तपाईँहरूले सुन्नुभएकै होला। सजिलो पनि हुने गर्छ। यो नामको पनि केही प्रकारहरू हुन्छन्, जस्तो व्यक्तिवाचक, विशेष ठाउँ अथवा व्यक्ति वा वस्तुसँग सम्बन्धित नामहरू भनेको व्यक्तिवाचक नाम। यसै गरी समूहवाचक भनेको समूह वा सङ्घ संस्था बुझाउने शब्दहरू चाहिँ तपाईँको समूहवाचक भयो। यसै गरी सम्पूर्ण जाति वा वर्ग बुझाउने नामहरू जातिवाचक नाम भयो। यसै गरी तपाईँको गन्न नसकिने तर नाप्न वा तौलिन सकिने वस्तुहरूको जुन नाम छ त्यसलाई चाहिँ हामी द्रव्यवाचक नाम भन्छौँ। र अर्को भनेको चाहिँ तपाईँको गुण, दोष अथवा भावना बुझाउने नामहरूले चाहिँ हामी भाववाचक नाम भनिन्छ। र यो नामहरू पनि तपाईँले ख्याल गर्नु होला है त। अब यो सबै नामहरूको चाहिँ हामी उदाहरणसहित हेर्नेछौँ। सो नाम भनेको वस्तु अथवा व्यक्ति, प्राणी, ठाउँ, पदार्थलाई जनाउने अथवा शब्द चाहिँ नाम हो, हामीले जुन भनिसक्यौँ। र उदाहरण हेर्नुपर्दा हरि, राम, नेपाल, कलम, महादेश यी सबै चाहिँ नाम हो। र तपाईँले भिडियोलाई पज गरेर नै सबै हेर्न सक्नुहुन्छ है त। अब यसको प्रयोग गरेर हेर्नुपर्दा राम हिजो बजार गएको थियो। यसमा राम नाम भयो, जुन व्यक्तिवाचक नाम भनेको थियो। यो राम चाहिँ व्यक्तिवाचक नाम हो किनकि व्यक्तिसँग सम्बन्धित छ। अर्को सगरमाथा विश्वको सर्वोच्च शिखर हो। यो सगरमाथाले चाहिँ तपाईँको कुनै एउटा ठाउँको नाम हो। सगरमाथा चाहिँ ठाउँको नाम हो, त्यसकारण यो सगरमाथा नाम भयो। यसै गरी अर्को गोठाले दाइले भेडाको बथान लिएर चराउन जानुभयो। यसमा नाम अरू पनि छन्। यसमा मैले जुन हाइलाइट गर्न खोजेको चाहिँ तपाईँको जुन व्यक्तिवाचक, यसै गरी जातिवाचक, समूहवाचक, द्रव्यवाचक, भाववाचक यो सबैले चाहिँ मैले तपाईँले बुझाउनको लागि चाहिँ सबैको उदाहरण दिएको। त्यसकारण यहाँ बथान चाहिँ एउटा समूहवाचक नाम हो। यसै गरी अर्को सुन विश्वको बहुमूल्य धातुमध्ये एक हो। सुन भनेको एउटा तपाईँको पदार्थको नाम हो। यसै गरी अर्को भनेको हामीमा मानवता हुन आवश्यक छ। यसमा मानवता भन्ने पनि नाम हो। र यो चाहिँ कस्तो खालको नाम हो भन्दा चाहिँ यो चाहिँ एउटा भाववाचक नाम हो। यसै गरी नाम त प्रायः सबैले सजिलै हुन्छ। र अर्को हेरौँ हामी सर्वनाम। सर्वनाम पनि सजिलै हुन्छ। कुनै पनि व्यक्ति, वस्तु, प्राणी, ठाउँ, पदार्थ आदिले नामको सट्टामा प्रयोग गरिने शब्द अथवा पद नै चाहिँ सर्वनाम हो। भन्नाले हामीले जुन नाम प्रयोग गर्नुपर्थ्यो त्यो नामको सट्टामा चाहिँ हामीले जुन शब्द प्रयोग गरिन्छ त्यो शब्दहरू चाहिँ हाम्रो सर्वनाम हो। जसको उदाहरण हेरौँ, म, तिमी, ऊ, त्यो, हामी यी सबै कुराहरू चाहिँ सर्वनाम हो। अब यसको प्रयोग गरेर पनि हेरौँ है त। म मेरो देशलाई माया गर्छु। जस्तो मेरो एउटा कुनै सर्टेन नाम छ तर मैले त्यो नामको सट्टामा चाहिँ मैले म भन्ने प्रयोग गरेको छु एउटा शब्द, त्यो म चाहिँ हाम्रो सर्वनाम हो जुन मैले नामको सट्टामा प्रयोग गरेको छु। यसै गरी तिमी हिजो कहाँ गएको थियौ। यसमा तिमी भन्ने शब्द चाहिँ मैले उसको कुनै एउटा नाम छ तर त्यो नामको सट्टामा चाहिँ मैले एउटा कुनै शब्द प्रयोग गरेको छु जुन तिमी। त्यो तिमी भन्ने शब्द चाहिँ नामको सट्टामा प्रयोग गरेको भएकाले यो चाहिँ सर्वनाम। यसै गरी अर्को हुन्छ हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यसमा हामी सबैको एउटा नाम छ, एउटा समूहवाचक नाम हो। यसमा चाहिँ हामीले त्यो नामको सट्टामा चाहिँ एउटा हाम्रो भन्ने शब्द चाहिँ युज गरेको छौँ, त्यसकारण यो सर्वनाम। यसै गरी अर्को छ यो मेरो किताब हो। यसै गरी अर्को तिनीहरू नाचिरहेको छ। उनीहरूको एउटा कुनै नाम छ तर हामीले त्यो नामको सट्टामा चाहिँ हामीले केही शब्द प्रयोग गरेको छौँ, त्यसकारण यो चाहिँ नामको सट्टामा प्रयोग गरिने भएकाले सर्वनाम भयो। यसै गरी अर्को हुन्छ नामयोगी। कुनै पनि नाम वा सर्वनामसँग जोडेर आउने वा प्रयोग गरिने शब्द वा पद नै नामयोगी हो। भन्न खोजेको नाम वा जुन सर्वनाम हामीले बुझिहाल्यौँ त्यो नाम अथवा सर्वनामसँग जोडेर आउने जति पनि शब्दहरू छन् त्यो सबै नामयोगी हो। उदाहरण हेरौँ है त।
मा, सँग, माथि, मुनि, लाई, ले, बाट यी सबै नामयोगी हो जुन नाम अथवा सर्वनामसँग जोडेर आउँछन्। जस्तो यसको प्रयोग हेर्नुपर्दा हामीसँग पैसा छैन, हामी भन्ने एउटा सर्वनाम भयो, त्यो सर्वनामसँग जोडेर आयो के सँग र त्यो सँग चाहिँ नामयोगी भयो। यसै गरी रामले नयाँ जुत्ता किन्यो, राम भनेको एउटा नाम भयो, त्यो रामसँग के जोडेर आयो ले, त्यसकारण त्यो ले के भयो नामयोगी भयो। र अर्को हुन्छ घरमाथि चरा बस्यो, घर भनेको एउटा नाम भयो, त्यो घरसँग जोडेर आयो माथि, त्यसकारण त्यो माथि नामयोगी भयो। र अर्को मलाई मेरो देश प्यारो लाग्छ, यसमा म भन्ने एउटा सर्वनाम भयो, त्योसँग जोडेर आयो लाई, त्यसकारण त्यो लाई चाहिँ नामयोगी भयो। अर्को बाबा हिजो पोखराबाट काठमाडौँ जानुभएको थियो, त्यसकारण जुन पोखरा एउटा ठाउँको नाम छ त्यो ठाउँको नामसँग के जोडेर आयो बाट, त्यसकारण त्यो बाट चाहिँ नामयोगी भयो। अब विशेषण, यो जुन अलिकति धेरैले कन्फ्युजन पनि हुने गर्छ र महत्त्वपूर्ण पनि छ, त्यसकारण यो विशेषण पनि ध्यान दिनलाई त कुनै पनि नाम वा सर्वनामको गुण, सङ्ख्या, परिमाण, विशेषता, अवस्था आदि जनाउन प्रयोग गरिने शब्द वा पद नै विशेषण हो। जस्तो कुनै नाम वा अथवा सर्वनाम अथवा नामको गुण, विशेषता अथवा परिमाण, अवस्थाहरू जनाउन प्रयोग गर्ने शब्दहरू चाहिँ विशेषण भयो। जस्तो कस्तो, कत्रो, कुन, कति जस्ता प्रश्नको उत्तर आउने शब्द नै विशेषण हो। उदाहरणको रूपमा हेरौँ है त, सेतो, धनी, अमिलो, सानो, लामो, होचो, नेपाली, पालपाली, धेरै, सबै, दुई, यी सबै कुराहरू चाहिँ विशेषण भयो। यसको प्रयोग गरेर हेरौँ है त, उसको घरमा सेतो रङ लगाएको छ, कस्तो रङ लगाएको छ सेतो रङ, जुन हामी यहाँ माथि भनेको थियौँ नि, तपाईँहरूलाई यहाँनिर भनेको थियो नि, तपाईँको कस्तो, कत्रो, कुन, कति जस्ता प्रश्नको उत्तर आउने शब्द नै विशेषण हो भनेको छ नि त। त्यसकारण यसमा के आयो भन्दा कस्तो भन्ने प्रश्नको चाहिँ उत्तर आयो सेतो, त्यसकारण यो विशेषण भयो। यसै गरी मेरो भाइ सानो छ, कत्रो छ त मेरो भाइ सानो छ, त्यसकारण यो सानो विशेषण। यसै गरी मलाई पालपाली ढाका टोपी मनपर्छ, कुन टोपी मनपर्छ मलाई पालपाली टोपी, ढाका टोपी मनपर्छ, त्यसकारण यहाँ पालपाली चाहिँ तपाईँको विशेषण भयो। यसै गरी अर्को हुन्छ सीताले रातो साडी नलाएकी छिन् अथवा लाएकी छिन् हो, सरी, यसमा कस्तो भन्ने शब्दको चाहिँ प्रश्नको चाहिँ एन्सर आएको छ रातो, त्यसकारण यो विशेषण हो। र अर्को हेरौँ, आज त मैले धेरै भात खाएँ, कति भात खाएँ मैले धेरै भात खाएँ, त्यसकारण यो धेरै भन्ने शब्द पनि विशेषण हो। तपाईँले के बुझ्नु पर्यो भने सिम्पल सजिलो तरिका भनेको कस्तो, कत्रो, कुन, कति, यो प्रश्नको उत्तर आउने जुन शब्द छ त्यो शब्दहरू चाहिँ प्राय विशेषण हुन्छ। यसै गरी अर्को हेरौँ है त, संयोजक, कुनै पनि दुई वा दुईभन्दा बढी शब्द जोड्नको निम्ति ती शब्दको बीचमा प्रयोग गरिने शब्द नै संयोजक हो। जस्तो दुईवटा शब्द हुन्छ, ती दुईवटा शब्दको बीचमा जुन शब्द प्रयोग गरिन्छ त्यो शब्द चाहिँ हाम्रो संयोजक हो। जसको उदाहरण पनि हेरौँ है त, रा, वा अथवा तथा, किनभने यी सबै कुरा चाहिँ संयोजक हो। जस्तो यसको उदाहरण पनि हेरौँ है त, हामी यसको प्रयोग गरेर हेरौँ। राम र श्याम मिल्ने साथी हो, दुईवटा शब्द छ, एउटा राम भन्ने शब्द, अर्को श्याम भन्ने शब्द छ, त्यसकारण यो दुईवटा शब्दको बिचमा केले जोडिएको छ रले जोडिएको छ, त्यसकारण यो र संयोजक भयो। यसै गरी गाई अनि बाख्रा घरपालुवा जनावर हो, गाई एउटा शब्द हो, बाख्रा एउटा शब्द हो, यो दुईवटा शब्दले जोडेको छ केले अनिले, त्यसकारण यो अनि संयोजक भयो। यसै गरी हरि हिजो अस्पताल गयो किनभने यसको बुवा बिरामी हुनुहुन्थ्यो, यसलाई दुईवटा शब्द अथवा दुईवटा सेन्टेन्सलाई नै जोडेको छ, यसले चाहिँ दुईवटा सेन्टेन्सलाई नै जोडेको छ यो किनभने शब्दले हो, त्यसकारण यो पनि संयोजक हो। र अर्को, मेरो युट्युब च्यानललाई लाइक तथा सब्सक्राइब गर्न नबिर्सनु होला, जुन मैले भनेको तपाईँहरूले पनि लाइक र भिडियोलाई लाइक अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है त च्यानललाई। त्यसकारण यसमा लाइक र सब्सक्राइब दुईवटा शब्द छ, यसलाई जोडेको छ तथाले, त्यसकारण यो तथा चाहिँ तपाईँको संयोजक भयो। अर्को रहेको छ, तिमी घुम्न काठमाडौँ अथवा पोखरा जाऊ, तिमी कि त घुम्न काठमाडौँ जाऊ कि त पोखरा जाऊ, यसमा दुईवटा शब्दलाई चाहिँ अथवाले जोडेको छ, त्यसकारण यो अथवा चाहिँ संयोजक हो। यसै गरी सायद यो पनि बुझ्नुभयो होला। अर्कोतिर जाउँ, विस्मय दिवोधक, आश्चर्य, हर्ष, खुसी, घृणा भएछ, यसमा टाइपिङ मिस्टेक भएछ, घृणा हो है, घृणा, पीडा आदि भाव बुझाउने शब्द वा पद नै विस्मय दिवोधक हो। उदाहरण हेरौँ है त, अह, धत, हत्तेरी, अम्मै, विचार आदि,
यसले कस्तो हुन्छ भने आश्चर्यजनक भएर भन्नु पर्यो अथवा खुसी भएर भन्नु पर्यो अथवा हर्ष भएर अथवा घृणा गरेर भन्नु पर्यो अथवा दुःख पीडा सुनाउनु पर्यो हो त्यस्तो प्रयोग गरिने शब्दहरू चाहिँ विस्मय दिवोधक हो जसमा चाहिँ तपाईँको यो जुन सिम्बल छ विस्मय दिवोधक सिम्बल भन्छ यसलाई चिन्ह हो त्यो चिन्ह प्रयोग छ भने चाहिँ यो प्राय विस्मय दिवोधक हो जुन छुट्याउन सजिलै छ हेर्नुहोस् उदाहरण प्रयोग गरेर हेरौँ त आहा आज त कति रमाइलो दिन यसमा म आज अलिकति खुसी अथवा हर्ष भएर चाहिँ भनिरहेको छु आहा आज त कति रमाइलो दिन यसै गरी अम्मै त्यो त कसरी लड्यो होइन आश्चर्य भएर चाहिँ भन्यो नि त मैले त्यो कसरी लड्यो आश्चर्य भएर भन्यो त्यसकारण त्यो अम्मै भन्ने शब्द चाहिँ तपाईँको विस्मय दिवोधक यसै गरी हत्तेरी फेरि भनेर हत्तेरी फेरि भनेर भन्यो नि त त्यसकारण यहाँ हत्तेरी पनि एउटा आश्चर्य भएर भन्यो त्यसकारण यो पनि भयो र बिचरा त्यो मान्छेले कति गाह्रो भयो होला है यसमा बिचरा भन्ने शब्दले कति तपाईँको भाव बुझाइरहेछ नि त हाम्रो हो त्यस्तो भाव बुझाउने शब्दहरू चाहिँ विस्मय दिवोधक हो जुन छुट्याउनलाई सजिलो तरिका भनेको एउटा यस्तो हो एक्सक्लेमेसन अथवा विस्मय दिवोधक चिन्ह भन्छ यो प्रयोग भएको हुन्छ यसबाट नि तपाईँले सजिलैसँग यसलाई चाहिँ छुट्याउन सक्नुहुन्छ है त यसै गरी धत यस्तो कुरा नि गर्छ भन्यो नि तपाईँले यसमा आश्चर्यजनक भएर भनेको छ नि त धत हो यस्तो कुराहरू चाहिँ तपाईँको विस्मय दिवोधक हो सायद यो पनि बुझ्नुभयो होला अर्को जाउँ क्रियायोगी अथवा क्रिया विशेषण क्रियापदको विशेषता बुझाउने अव्यय शब्द वा पद नै क्रियायोगी अथवा क्रिया विशेषण हो कहिलेकाहीँ यसले विशेषण र पुरै वाक्यको पनि विशेषता जनाउने काम गर्छ यस्तो शब्द अथवा पद चाहिँ कहाँ कहिले कति कसरी आदि प्रश्नको उत्तरमा आउने गर्छ उदाहरण हेरौँ है त माथि हिजो भोलि धेरै बेसरी आदिहरू चाहिँ क्रियायोगी अथवा क्रिया विशेषण हो तिमी माथि जाउँ कहाँ जाउँ माथि जाउँ यो क्रिया विशेषण भयो भाइ हिजो पोखरा गयो कहिले गयो हिजो गयो त्यसकारण यो क्रिया विशेषण भयो यसै गरी म भोलि आउँछु भनेको छु कहिले आउँछु भोलि यसमा उसले धेरै मेहनत गरिरहेको छ कति मेहनत गरिरहेको छ धेरै मेहनत गरिरहेको छ त्यसकारण यहाँ धेरै पनि क्रिया विशेषण अथवा क्रियायोगी भयो र अर्को रहेको छ ऊ बेसरी चिच्यायो कसरी चिच्यायो ऊ बेसरी चिच्यायो क्रियापदको चाहिँ एउटा विशेषता बुझाइरहेको छ नि त सो यिनीहरू चाहिँ तपाईँको क्रियायोगी अथवा क्रिया विशेषण भयो है त यसै गरी क्रियापद रहेको छ कुनै पनि वाक्यलाई पुरा गर्ने अथवा वाक्यको कार्य घटना अवस्था बुझाउने पद वा शब्द नै क्रियापद हो प्राय योहरू चाहिँ अन्तिममा प्रयोग गर्ने गरिन्छ जस्तो उदाहरणको रूपमा जान्छ खान्छ हुन्छ भनिन्छ गर्छु यस्तो कुराहरू चाहिँ तपाईँको क्रियापद हो प्रयोग गरेर हेरौँ त म घर जान्छु यसले शब्दलाई चाहिँ अथवा वाक्यलाई चाहिँ तपाईँको टुङ्ग्यायो नि त अन्त्य गर्यो त्यसकारण यहाँ जान्छु क्रियापद हरि घर गएर भात खान्छ मानिस चेतनशील र विवेकशील हुन्छ यसमा प्राय वाक्यहरूले चाहिँ अन्त्य गरेको छ नि त यसले सो यिनीहरू चाहिँ तपाईँको क्रियापद भयो र अर्को राम भविष्यमा डाक्टर बन्नेछ यो भिडियो कस्तो लागिरहेको छ तल कमेन्टमा भन्नुहोस् तपाईँहरूले नै भन्नुहोस् है यसमा चाहिँ तपाईँको यो भन्नुहोस्ले चाहिँ अन्त्य गरेको छ नि त त्यसकारण यो पनि तपाईँको क्रियापद भयो र अर्को हेरौँ है त निपात आफ्नो स्वतन्त्र अर्थ नभएको तर वाक्यमा प्रयोग हुने र मिठास त थप्ने सिङ्गो शब्दले निपात भनिन्छ भन्न खोजेको त्यो शब्द नभए नि त्यो वाक्यमा चाहिँ खासै फरक चाहिँ पार्दैन त्यसले शब्दमा तपाईँको वाक्यमा चाहिँ केही फरक पर्दैन तर त्यसले त्यो वाक्यमा चाहिँ अलिकति मिठास त थप्नको लागि प्रयोग गरिने शब्द चाहिँ निपात हो उदाहरण हेरौँ है त नि कि है ए कुन्नी पो यिनीहरू चाहिँ निपात हो यसले प्रयोग गरेर हेर्दा अझ तपाईँले बुझ्नुहुन्छ सो उदाहरणसितै प्रयोग हेरौँ है त बाबु राम्रोसँग परीक्षा दिनु ल जस्तो मैले बाबु राम्रोसँग परीक्षा दिनु मात्रै भन्यो भने अलिकति नराम्रो सुनिन सक्छ भत्त सुनिन सक्छ तर बाबु राम्रोसँग परीक्षा दिनु ल भनेर भन्यो भने कति मिठास सुन्यो हेर्नुहोस् त शब्द त्यसकारण यो कुराहरू चाहिँ निपात भयो मिठास त थप्नको लागि प्रयोग गरिने शब्द अर्को आज त पानी पर्छ कि राम्रो सुन्यो गहिरो सुन्यो मिठास सुन्यो शब्दमा यसै गरी तिमी आजै जान्छौ र भन्यो भने अलिकति राम्रो सुन्यो नि त तिमी आज जान्छौ मात्रै भन्यो नि खासै फरक पर्ने चिज चाहिँ होइन है फेरि तर त्यो र थपिदियो भने त धेरै राम्रो भयो नि त फेरि र तपाईँले यहाँ संयोजक भन्नु होला अघि हामीले संयोजक पनि रको उदाहरण दिएको थियौँ तर कतिपय कुराहरू चाहिँ कहाँ प्रयोग भइरहेको छ त्यसले नै भर पर्छ है जस्तो अब कि पनि अघि हामीले संयोजक पनि हेरौँ अथवा यो कि पनि संयोजक पनि हुनसक्छ
तर यसको कन्डिसनमा चाहिँ निपात हो, किनकि यो कि शब्द चाहिँ प्रयोग नगर्दा नै हुन्थ्यो, तर गरेको छ किनकि यसले शब्दलाई अथवा वाक्यलाई चाहिँ मिठास त थप्ने काम गर्छ, सो यो निपात हो। यसै गरी तिमी आजै घर जान्छौ र, यसमा र भन्ने शब्द प्रयोग नगर्दा नै खासै फरक पर्दैन थियो, तर र भन्ने शब्द प्रयोग गरेपछि शब्द तपाईँको वाक्यको मिठास त नै कति राम्रो हो हेर्नुहोस् त। तिमी आजै जान्छौ र, कति राम्रो सुनियो। यसै गरी भोलि मेरो घर आऊ है भन्यो भने कति राम्रो सुन्यो। भोलि मेरो घर आऊ मात्रै भन्यो भने खासै राम्रो सुनिँदैन थियो। भोलि मेरो घर आऊ है भन्यो भने कति राम्रो सुन्यो हो। त्यसकारण योहरू चाहिँ तपाईँको निपात भयो। भिडियोको अन्त्यमा यो भिडियोले सेयर गरी सहयोग गरिदिनुहोस् न ल भने मैले दिनुहोस् न भएछ है, धेरै मैले टाइपिङ मिस्टेक भएछ, सो यसलाई चाहिँ माफी चाहन्छु होइन। भिडियोको अन्त्यमा यो भिडियोलाई सेयर गरिदिनुहोस् न ल भने नि त, सो यो लले चाहिँ अलिकति मिठास त थप्यो नि त। त्यसकारण यो कुराहरू चाहिँ तपाईँको निपात भयो र यसले चाहिँ तपाईँले राम्रोसँग ध्यान दिएर गर्नुहोला। सो जुन यो चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ र यसलाई ध्यान दिएर राम्रोसँग गर्नुहोला र तपाईँको इक्जामको लागि पनि बेस्ट अफ लक है त।